खुइया न्युजमा तपाईँहरूलाई स्वागत छ। आजको मुख्य समाचार। आज बिहान मुलेबस्ती भन्ने ठाउँको जङ्गलमा 5वटा खुट्टा भएको हात्ती देख्न पाइएको छ। यस्तो अलौकिक अकल्पनीय दृश्य हेर्नका लागि दुनियाँभरिका मान्छेहरूले भिड गरेका छन्। नालाबस्ती गाउँकी एकजना युवतीले कुकुरको राज खाने काँच्चै खाएर हालेको रिल सामाजिक सञ्जालमा भाइरल भएको छ। खैके भन्ने सहरको एकजना हजुरआमाले बैतरनी गर्ने उमेरमा तर मायामा लाउन पाइन खोट भन्ने गीतमा 5 कट्ठाको नाइटो देखाएर नाचेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ। हेर्दै गर्नुहोला खुइया न्युज। धन्यवाद।